हे लभ अनि आज चाहिँ हामी उता खवा कर्पुमा झोल मोमो खान गइरहेको छौँ। आज स्याटरडे अनि मौसम पनि झरी झरी पर्न लाग्थ्यो कि अनि खवा कर्पु हाम्रो घरबाट 2 मिनट जति टाढा छ। अनि हामी झोल मोमोको लागि गएको अनि त्यहाँ माथि चाहिँ मान्छेहरू थियो है, ठिकै थियो। अनि आज चाहिँ स्याटरडे अनि मान्छेहरू लास्टै धेरै आउँछ कि अनि त्यही भएर अनि खाजाहरू त सकियो रहेछ। अनि हामी फेरि झोल मोमोको लागि गएको नि त, अनि झोल मोमो चाहिँ रहेछ कि थ्याङ्क गड। अनि हामी बसेको उता टेबलबाट चाहिँ सिन चाहिँ हामी आउने सिन हेर्दा थुक्पाको सुप पनि आयो कि सुप यस्तो मिठो सुप खाँदा कि मोमो कहिले खान पाउँछ वाला फिलिङ आउने कि अनि त्यस्तो भएर थियो। अनि सुप मैले 1 बोल 2 बोल नै खायो है मैले। अनि सुप इन्जोय गर्दै थिएँ, माथि हेरेको त मोमो पनि आयो। अनि मोमो चाहिँ यस्तो डेलिसियस देखेको थियो अनि कलरहरू पनि हुन्छ नि एकदम मिठो होला जस्तो देखिरहेको थियो। अनि पछि मैले खाइहालेको त ओए कस्तो मिठो। अनि मेरो यो फर्स्ट टाइम हो कि मैले यो खाएको। अनि मेरो भाइलाई पनि मन पर्यो अनि भाइले त एक गाँसमै गममै हालिदियो। पछि मैले ऊ जस्तै ट्राई गर्न पर्यो भनेर हेरेको है, पछि त नभइदिरहेको कि अब लाइक मुकबङ्गरहरूले यस्तो गर्छ नि त, अनि म त होइन नि त। अनि त्यही भएर मबाट चाहिँ यस्तो भएन। अनि त्यस्तो नभए पनि मैले इन्जोय गर्दै बिस्तारै 10-15 मिनट लगाएर खाएँ। अनि खाइसकेपछि हामी चाहिँ अब पेलिङतर्फ लाग्यौँ है। अनि खाएको योभन्दा अगाडि म के भन्न चाहन्छु भने तपाईँ पनि मोमोहरू खान चाहनुहुन्छ भने नजिकै छोरेपाटन खवा कर्पुमा आउनुहोला। मैले यहाँ मेन्यूको फोटोहरू राख्दैछु, फोन नम्बर पनि राखिदिएको छु। अनि यता प्री अर्डर पनि हुन्छ अनि हजुरलाई डेलिभरी पनि गर्छ। अनि आउनुहोला। अनि हामी चाहिँ खाएर अनि जान लागेको अनि ठ्याक्क त्यहाँ कुकुर भेट्यो कि हाम्रो कुकुर 2 दिनबाट आएको थिएन, खवा कर्पुमा पल्किरहेछ। उता मिठो थुक्पा मोमो खान पाएर अनि कहाँ हुन्थ्यो र। अनि ल अनि हामी पनि गयौँ घर, बाई बाई।